हेलो साथीहरु सबैजनालाई नमस्कार। म चाहिँ दिदीको छोराको बर्थडेमा जान लागेको हैन साथीहरु। आज दिदीले फोन गरेर बोलाइराख्नु भएको के अनि त्यही भएर जान लागेको हल्का नै धेरै नै हैन मनाउँदै नहुँदै रे के अनि त्यही भएर गराइराख्नु भएको थियो। पैसा त धेरै पनि छैन अनि त्यो गिफ्ट के दिने धेरै नै छैन हैन। मम्मीहरुले पनि दिनु भएन, मम्मीहरु पनि भन्नुहुन्थ्यो कि जाने हैन। ओके हाम्रो भाइले चाहिँ यस्तो मासु काट्छ नै, यो भाइ जस्तो कामदार हुनुपर्छ। एउटा चाहिँ एउटा भाइ छन् हेर्नु, एउटा हाँस हेर न त्यो भाइहरूले मासु काट्दै थियो कि हल्का हैन मसँग पर्छन् हैन। तर कति राम्रो के सम्मान गर्छन्, इज्जत गर्छन्, दिदी भन्छन्, राम्रो लाग्छ, खुसी लाग्छ हैन। त्यो आन्टीले हेर्नु भयो लाज लाग्यो मलाई त। के गरौँ कसो गरौँ भन्ने भइसक्यो। म गएर काम गर्नुपर्छ मेरो साथीहरू, जिन्दगी यस्तै छ। अनि म चाहिँ सबैको प्यारो मान्छे कि हामी त्यही बाटो जान लाग्यो। हेर न बाटोमा को भेटियो मेरो खास मिल्ने दोस्त भेटियो। हेलो के छ खबर? भेटियो बिचारा लाज लाग्यो। यस्तो छ यता केक खान परेको यो भगवान्। हेर न छोराको आमालाई, यहाँ हेर न